रिसेन्टली प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले पब्लिक गरेको भिडियोले अहिले सोशल मिडिया अनि देशमा सनसनी मचाइरहेको छ। ज्ञाने चोर देश छोड भन्ने जमातले अहिले राजा आऊ देश बचाऊ भनिरहेका थिए भने उक्त पोस्टपछि त नागरिकहरूमा तरङ्ग र आशा उत्पन्न भएको छ। ज्ञानेन्द्रको राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस् भन्ने स्टेटमेन्टले सबैलाई सोच मग्न बनाएको छ। यति धेरै समयदेखि मिडियामा नदेखिएका ज्ञानेन्द्र अहिले प्रजातन्त्र दिवसकै अवसर पारेर राष्ट्र उन्नत र अब परिवर्तन ल्याउने समय आएको छ भन्ने कुरा राख्दैछन्। उनको उक्त भिडियोको कमेन्टमा हेर्ने हो भने हरेक कमेन्ट हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ, राजतन्त्र जिन्दाबाद जस्ता छन्। तर सबैको मनमा एउटै प्रश्न उब्जिरहेको छ, तपाईको मेरो र यो भिडियो हेर्ने सबैको, के राजा फिर्ता आउन सम्भव छ त? यदि छ भने कसरी छ? र अन्त्यमा यदि राजतन्त्र पुनर्स्थापना भयो भने पनि के कस्ता परिवर्तनहरू आउलान् त, सकारात्मक वा नकारात्मक? यी सबै प्रश्नहरूको उत्तर थाहा पाउन इनडेप्थ एनालाइसिस जरुरी छ। आउनुहोस् आजको यो भिडियो सुरु गरौँ। विक्रम सम्वत 1825 मा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकृत भएको थियो र उक्त समयदेखि सिंहदरबारको नियन्त्रणमा शक्ति केन्द्रीकरण सुरु भयो। पृथ्वीनारायण शाहको शासन नेपालका लागि एउटा नयाँ युगको सुरुवात थियो। उनका पंक्तिका राजाहरू जस्तै राजा महेन्द्र र राजा वीरेन्द्रले विभिन्न सामाजिक र राजनीतिक उतार चढावमा नेतृत्व गरे। विक्रम सम्वत 2058 जेठ 19 को दरबार हत्याकाण्डमा राजा वीरेन्द्र र उनका परिवारहरूका अधिकांश सदस्यहरूको हत्याले शाही परिवारमा एउटा ठूलो आघात पुर्यायो। उक्त घटनाले ज्ञानेन्द्रलाई सिंहासनको उत्तराधिकारी बनायो र उनी तत्कालीन शाही कूटनीतिको केन्द्र बने। उनको शासनमा नेपालमा सरकारको अधिकार र प्रजातान्त्रिक प्रक्रियामा अनेक थप शंकाहरू उत्पन्न भए। तर विक्रम सम्वत 2062 मा राजा ज्ञानेन्द्रको अप्रत्याशित कदमले सबै नेपाली जनताहरूलाई चकित पार्यो। उनले संसद विघटन गरी पञ्चायत शासनको पुनर्स्थापना गर्ने घोषणा गरे, जसस्वरूप जनआन्दोलनको सुरुवात भयो, जसले एट द एन्ड राजा ज्ञानेन्द्रलाई सिंहासन छोड्न बाध्य बनायो। त्यसपछि विक्रम सम्वत 2065 मा नेपालको संविधान सभाद्वारा राजतन्त्र समाप्त गर्दै गणतन्त्रको घोषणा गरियो। नेपालको लोकतान्त्रिक यात्रा सुरु भयो र जनताले आफ्ना प्रतिनिधिहरूसँग सरकार निर्माण गर्नको लागि अधिकार प्राप्त गरे। विक्रम सम्वत 2065 पछि नेपालले अनेकौं जटिल खुट्किलाहरू पार गर्दै आएको छ। राजनीतिक अस्थिरता, सरकारको बारम्बार परिवर्तन, भ्रष्टाचार र आर्थिक समस्या, यस्ता थुप्रै समस्या, काण्ड, घोटाला र डाउनफलकै कारण राजा विरोधीहरूले पनि राजा आऊ देश बचाऊ भनिरहेका छन्। जनताहरूमा वर्तमान सरकारसँगको आशा त पहिल्यै मरिसकेको थियो। त्यसैमाथि यदि केपी ओलीले कुनै पनि पोस्ट शेयर गरे भने 80% कमेन्टहरू उनको विरोधमै हुन्छन्। कुनै घटना घटे राम्रो छानबिन हुँदैन, जस्तै निर्मला पन्त हत्याकाण्ड। कुनै काण्ड भए फेरि पनि राम्रो छानबिन हुँदैन। कसरी होस् इन्भेस्टिगेसन, जसले इन्भेस्टिगेसन गराउनु पर्ने हो उही मुसिएको छ। नेपालमा सबैको शासकीय अधिकार जनतामा हुनुपर्छ, तर जब सरकारले आफ्नो काम गर्न सक्दैन तब नयाँ सोचको आवश्यकता हुन्छ। पूर्व राजा ज्ञानेन्द्रको यो स्टेटमेन्ट एकदमै गहिरो छ, सोचनीय छ र अर्थपूर्ण छ। ज्ञानेन्द्रको उक्त लगभग 10 मिनेटको स्पिचले नेपालका नागरिकहरू बीच फेरि एउटा नयाँ बहस उत्पन्न गरेको छ। राजा आउनुपर्छ भन्ने पनि छन् अनि विरोधीहरू पनि छन्, तर राजा फर्किनुपर्छ, यसरी देशको विकास हुन सकेन, केही त परिवर्तन गरौँ, हजारौंले देशलाई चलाउनु भन्दा एउटैले चलाओस् भन्नेको जमात नै बढ्दो छ। तर फेरि पनि त्यही प्रश्न घुमिफिरी आइपुग्छ कि नेपालमा राजतन्त्रको पुनर्स्थापना सम्भव छ त? नेपालको राजनीति अहिले स्थायित्वको लागि कडा सङ्घर्ष गरिरहेको छ। नेपालको वर्तमान अवस्था, भ्रष्टाचार, दिनहुँ नयाँ घोटाला र काण्ड, मानव अधिकारको हनन जस्ता कुराहरू देख्दा र सुन्दा नेपाली जनताहरू वाक्क दिक्क भइसकेका छन्। यस्तो अवस्थामा यो प्रश्न उठ्नु भनेको स्वाभाविक नै हो। सीधा भन्ने हो भने नेपालमा राजतन्त्र पुनर्स्थापना सहज छैन। यसका लागि संविधानमा
ठुलो परिवर्तन गर्नुपर्छ। तपाईहरूको साथ चाहिन्छ है। आउनुहोस् सबै मिलेर नेपालमा राजतन्त्र फिर्ता ल्याउने प्रयास गरौँ। तर कसरी? यसका लागि 5 वटा स्टेप्सहरू छन्। यदि हामी स्टेप वाइज सबै स्टेप्सहरूलाई पार गर्दै अन्तिमसम्म पुग्यौँ भने नेपाल पुनः राजतान्त्रिक बन्नेछ। सो आउनुहोस् सँगै अगाडि बढौँ। पहिलो चरणमा जनस्तरबाट चर्को आन्दोलन गर्नुपर्नेछ। ओके, उसो भए सुरु गरौँ आन्दोलन। तर एकछिन पर्खिनुहोस्। नेपालको संविधान 2072ले नेपाललाई एउटा संघीय लोकतान्त्रिक मुलुक घोषणा गरिसकेको छ। यसको मतलब राजतन्त्र पुनर्स्थापना गर्न संविधान नै फेरबदल गर्नुपर्ने देखिन्छ। तर कुनै पनि संविधान आफै परिवर्तन हुँदैन, त्यसका लागि बलियो जनमत आवश्यक छ। दोस्रो चरणमा राजनीतिक दलहरूलाई विभाजनमा ल्याउनेछौँ। तर बुझ्नुपर्ने नेपालमा अहिलेको मुख्य शक्ति राजनीतिज्ञहरूको हातमा छ। कुनै पनि ठुलो परिवर्तन ल्याउन संसद प्रमुख माध्यम हो। तर यदि प्रमुख दलहरू जस्तै एमाले, माओवादी, कांग्रेस आदि आन्तरिक रूपमा विभाजित भए, नेताहरूको विरोध चर्कियो र केही शक्तिशाली नेताहरू खुल्ला रूपमा राज संस्थाको समर्थन गर्न थाले भने यसले राजतन्त्र पुनर्स्थापनाको ढोका खोल्नेछ। हामीले स्टेप 2 पनि पार गर्यौं। अब हामीलाई अझै कठिन हुनेवाला छ लेभल पार गर्न। गेममा जस्तै जति अगाडि बढ्छौं त्यति कठिनाइ बढ्दैछ। जसोतसो हामी तेस्रो चरणमा आइपुगेका छौं र यहाँ अब हामीलाई संवैधानिक संशोधन, जनमत संग्रह अर्थात् रेफरेन्डमको आवश्यक छ। कठिन छ है। राजतन्त्र फर्काउनकै लागि संविधान नै बदल्नुपर्ने भएकाले संसदले ठूलो बहुमतले संवैधानिक संशोधन गर्नुपर्छ। तर यो झट्ट हेर्दा असम्भव जस्तै देखिन्छ, किनभने हालका सांसदहरूमध्ये 99% गणतन्त्र समर्थक छन्। त्यसैले एक मात्र सम्भावना रहन्छ हाम्रो लागि, जनमत संग्रह। त्यसपछि जनताको अत्यधिक माग आएपछि सरकारले गणतन्त्र कि राजतन्त्र भन्ने प्रश्नमा जनमत संग्रह गराउने निर्णय गर्दैछ। यदि 51% भन्दा बढी जनताले राजतन्त्रको पक्षमा भोट गरे भने नेपाल फेरि राज संस्थातर्फ जान सक्छ। राजा आउनुपर्छ भन्ने सबैलाई बधाई छ, किनकि हाम्रो तेस्रो खुट्किला पनि पार भइसक्यो र अब हामी ढिला नगरी माहौल नसेलाउँदै चौथो चरणतिर जाउँ। पूर्व राजा ज्ञानेन्द्रको पछिल्लो भुटान भ्रमणमा उनलाई एकदमै राम्रो स्वागत गरियो। उनी अहिले हामी जस्तै साधारण नागरिक भए तापनि देख्दा यस्तो लागिरहेको थियो कि उनी नै अहिलेका राष्ट्र प्रमुख हुन्। चौथो चरणमा हामीले यसको फाइदा उठाउनेछौँ। भारत, चीन, अमेरिका जस्ता ठूला देशहरूले नेपालमा फेरि राजतन्त्र फर्काउने संकेत दिँदैछन्। पूर्व राजा ज्ञानेन्द्र र शाही परिवारलाई कूटनीतिक समर्थन दिँदैछन् र केही शक्तिशाली नेता तथा व्यापारीहरूले साथ दिने बाचा गरिरहेका छन्। हामी एकदमै सही बाटोमा छौँ। हाम्रो स्टेप 4 पनि लगभग पार भइसक्यो, किनकि हामीलाई यस विषयमा ठूला राष्ट्रहरूको समर्थन चाहिन्थ्यो, जो हामीले पाइसक्यौँ। अब हामी अन्तिम खुट्किलामा छौँ। यति बेला जनताहरू आक्रोशित छन्। संसद विभाजन भइसक्यो, जनमत संग्रह यानि कि रेफरेन्डम भइसक्यो र हामीसँग अन्तर्राष्ट्रिय समर्थन पनि छ। अन्तिम चरणमा संसद विघटन हुन्छ र राज संस्थाको पुनः घोषणा हुन्छ। नेपाल इज नाउ अ मोनार्की। तपाईहरू सबैले यहाँसम्म आइपुग्दा थाहा पाइसक्नु भएको होला कि नेपालमा राजा पुनः फिर्ता आउन असम्भव त छैन, तर एकदमै कठिन रहेछ। नेपालमा यदि राजतन्त्र फर्कियो भने देशको राजनीतिक, सामाजिक र आर्थिक प्रणालीमा ठूला परिवर्तनहरू आउनेछन्। लोकतान्त्रिक अधिकारहरू सीमित हुनेछन्, अभियसली पनि राजनीतिक दलहरू कमजोर वा निषेध हुनेछन्। प्रशासन र न्यायपालिका राज संस्थाको प्रत्यक्ष नियन्त्रणमा जान सक्छन्, जसले सरकारी निर्णयहरूलाई एकल केन्द्रित बनाउनेछ। अन्तर्राष्ट्रिय रूपमा नेपालले पश्चिमा राष्ट्रहरूसँगको कूटनीतिक समर्थन गुमाउन सक्छ, तर भारत वा चीनसँगको सम्बन्ध फरक ढङ्गले परिभाषित हुन सक्छ। आर्थिक रूपमा विदेशी लगानी प्रभावित हुन सक्छ र मोस्ट इम्पोर्टेन्टली भ्रष्टाचारमा कमी आउनेछ, तर सँगसँगै पारदर्शिता पनि कम हुनेछ। सर्पले काँचुली फेरे जस्तै बारम्बार फेरिरहने नेपालको अस्थिर सरकारमा ठूलै परिवर्तन आउनेछ। राजनीतिक स्थिरता, राष्ट्रिय एकता र पहिचानको पुनर्स्थापना हुनेछ। अहिले देशलाई आफ्नै बाउको सम्पत्ति सम्झेर उफ्री उफ्री नाचिरहेका शासकहरूको खुट्टामा खिया लाग्नेछ। ताको प्रतिक्रिया र सामाजिक आन्दोलन त छँदैछन्, तर 21औं शताब्दीमा पनि नेपाल जस्तो मुलुकमा
राजतन्त्र स्थायी रूपमा टिक्न सम्भव होला त? अहिलेको विश्व प्रणालीमा पूर्ण राजतन्त्र सफल हुने सम्भावना एकदमै न्यून छ। बरु जापान र बेलायत जस्तै संवैधानिक राजतन्त्रको मोडेल अपनाएमा मात्र केही सम्भावना रहन सक्छ। नेपालका लागि अबको बाटो लोकतन्त्रलाई सुधार गर्ने कि राज संस्थालाई पुनः स्थापित गर्ने भन्ने कुरा ठूलो बहसको विषय बनेको छ। तपाई के चाहनुहुन्छ? नेपालले लोकतन्त्रलाई सुधार गरेर अघि बढ्नुपर्छ कि राजतन्त्र फर्किनुपर्छ? भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद।